नमस्ते नमस्कार ग्लोबल बुकमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज मिति 2082 साल चैत्र महिनाको 3 गते मङ्गलबारको दिन हामी लालबन्दी नगरपालिका वार्ड नम्बर 1 नवलपुर बजारमा छौँ र यो स्थानको इतिहास, यो बजारको अवस्था आजको दिनमा र हिजोको यहाँको के वस्तुस्थितिको बारेमा यहाँका स्थानीय व्यापारीहरूसँग कुरा गर्ने क्रममा छौँ। हिजो यही स्थान हो जहाँनिर चाहिँ पाइला टेक्ने ठाउँ हुन्थेन। यो सबै जुन अहिले यहाँ हामी देख्दैछौँ यो ठाउँमा भिडभाड हुन्थ्यो, व्यापारीको कमी हुन्थेन। आज यही बजार हो, यही नवलपुर हो जहाँनिर चाहिँ व्यापारीको नाममा, कपडा व्यापारीको नाममा एकजना हुनुहुन्छ र पसल व्यवसायीको नाममा चाहिँ छिटफुट पसलहरू छन् जुन हामी देख्दैछौँ। यहाँ एउटा कपडा व्यापारी यही सटरहरू हो, यही ठाउँ हो जहाँनिर चाहिँ पुरै भिडभाड हुन्थ्यो व्यापारीहरूको, जहाँनिर कपडा किन्ने र बेच्नेको सङ्ख्या धेरै हुन्थ्यो। यहाँनिर विभिन्न किसिमका बजारहरू लाग्थे, तर आजको दिनमा यो बजार खाली छ। यो यहाँको नेतृत्वले, यहाँका वडाले, यो नगरपालिकाले नवलपुरलाई हेर्ने दृष्टिकोण दोस्रो दर्जामा परेको छ। यहाँ बजारको अवस्था हेर्न सक्नुहुन्छ, हामी बजार देखाउँदैछौँ। बाबु यताको यता देखाइदियो ल, अब यता हो। र बजारको अवस्था हामीले लगभग एक चरणका हेरेका छौँ। त्यही मध्ये अब आज यो बजारको अवस्थाको बारेमा चाहिँ यहीँका स्थानीय व्यापारी सँग कुराकानी गर्ने क्रममा छौँ। सर नमस्ते। नमस्ते नमस्ते। तपाईँको शुभ नाम? राजेश कुमार शाह। राजेश कुमार शाह, तपाईँ नवलपुरमा व्यवसाय गरिरहेको कति महिना भयो, कति वर्ष भयो? व्यवसाय गरेको त मलाई 18-20 वर्ष भइसक्यो। पहिला बाबाले गर्नुहुन्थ्यो, त्यसपछि अब मैले गरेको छु। यो बजारको अवस्था एकदमै दिन प्रतिदिन दैनन्दिन छ। पहिला एकदम बजारमा व्यापारीहरूको भरिपूर्ण थियो, एउटा पनि पसल खाली हुन्थेन। तर अहिले यो सब समिति र वडा अध्यक्षहरूको मिलोमतोमा यो बजारलाई सकसखा पार्ने स्थितिमा यहाँको जनप्रतिनिधिहरू लागिसकेको छ। आज यो कपडा बजारमा तपाईँलाई एक्लै देख्दैछु, तपाईँ एक्लै हुनुहुन्छ यहाँ? म जहिले नै यहाँ एक्लै हुन्छु। यहाँको नवलपुर बजारमा कपडा व्यापारी एकजना मात्रै हो तपाईँ? म यहाँ एकजना मात्रै हुन्छु, अरू चाहिँ उता हुन्छ। सब समितिहरूले उता बाटोतिर कसलाई कतातिर दिएको छ ठाउँहरू, अनि यतातिर ल्याउन भन्दाखेरि समितिले मानेको छैन। त्यसपछि यो बजारको यो झाप्रोहरू कतिखेर हावाहुरीमा झर्छ, कतिखेर मान्छेलाई के हुन्छ केही अतो पत्तो छैन। यहाँ हेर्नु यस्तो छ अवस्था यहाँ हेर्नु। अब आजको यो नवलपुरको बजारको अवस्थाको बारेमा हामीले चाहिँ छोटो कुराकानी गर्ने क्रममा छौँ। अब हामी यो यतापट्टिको जुन एरिया राखिएको छ खाली छ, यो एरियामा के भइरहेछ खासमा? यो एरियामा त अहिले खासमा केही छैन। यहाँ डुमहरू मात्रै बजारको दिन बस्छ। म बजारको दिन एकजना म मात्रै यहाँ बसेको हुन्छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यही नवलपुर बजार हो। हामी सानो हुँदाखेरि यहाँनिर चाहिँ पुरै भिडभाड हुन्थ्यो। आज किन छैन यहाँ मान्छे? आज यहाँको त्यही त भने, अघि पनि मैले भनेको तपाईँलाई, यहाँको समितिको एकदम कुनै पनि किसिमको व्यापारीप्रति चासो लिएको छैन कि यो बजारलाई कसरी सुखी समृद्धि बनाऊ भनेर। यहाँ अरू ठाउँको मान्छे पनि यहाँ आओस्, यहीँको व्यापारीलाई यहीँ राम्रो व्यवस्था गऱ्यो भने यहीँ अन्त जानु हरिओम लालबन्दी किन जान्छ मान्छे? यहाँ त्यहाँ भने व्यवस्थित छ। यहाँको वडा अध्यक्ष र लालबन्दी नगरपालिकाको मेयर र अब नयाँ माननीयलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई म यति कुरा भन्न चाहन्छु कि यो नवलपुर बजारप्रति एक दिन आएर चासो दिनुहोस्। यसलाई पनि लालबन्दी हरिओम जस्तै हाम्रो बनाउनु पर्यो। सुझावको लागि धेरै धेरै धन्यवाद। त्यसै गरी एकजना दाइ हुनुहुन्छ यहाँ, यहाँ तपाईँ पनि नवलपुर बजारकै हुनुहुन्छ होइन? यो नवलपुर बजारको आजको यो अवस्था किन यस्तो छ, जहाँनिर दयनीय अवस्था देखिएको छ? लालबन्दी हरिओनको तुलनामा नवलपुर त पहिलाको सहर हो होइन, तर नवलपुरको अवस्था देख्दाखेरि त यो गैर बजारको भन्दा पनि एकदमै खराब अवस्थामा छ। यस्तो किन भएको? जस्तो कि अब यो लालबन्दी नगरपालिकाका छन्, आफ्नो नगरपालिकालाई मात्र हेरेको जस्तो लाग्छ। नवलपुरलाई चाहिँ यसो पछाडि पारेर, जस्तो कि हाम्रो समितिकै मान्छेहरू हुन्छ कि उहाँहरूले केही चासो नदिनु भयो कि त्यस्तो लाग्छ। ल धन्यवाद है। त्यसै गरी हामी यहाँ एकजना आमासँग भेट्दैछौँ। यहाँ नवलपुर बजारमा पहिला धेरै ग्राहकहरू आउँथ्यो होइन, अब अहिले चाहिँ यहाँ बजारमा चाहिँ ग्राहकको सङ्ख्या कति कम छ, कति बढी छ? व्यापार छैन। व्यापार छैन। किन यहाँ यो बजार किन यस्तो खस्किलो अवस्थामा पुग्नुको कारण के हो, को जस्तो लाग्छ तपाईँलाई यहाँको? आके कथी लगे से बोल सके छी? एबा के नवलपुर के जन बाजार समिति है, एबा के वड़ा है, एबा के नगरपालिका है,
या बाजार के कोनो एहन नया काम करके बाजार के व्यवस्थापन करे में कोनो काम कैले बुझाइए? न है कैले, अइबा के दैनिक ग्राहक पहले से बेसी है कि कम भए गेल है? कम हो गेल। कम भए गेल है। व्यापार कितना होइए? ये न होइ छै व्यापार, सीजन रहल तऽ 2-3 हजार के चलबो कैलक, आ एनामे 500 कहियो बोहनियो न भेइ छै। बहुत बहुत धन्यवाद आन्टी। त्यसै गरी यहाँनिर एकजना हाम्रो दाइ हुनुहुन्छ जो यहाँ बजारको सरसफाइ गर्दै हुनुहुन्छ। दाइको शुभ नाम? धीरेन्द्र कुमार कुशवाहा हो। धीरेन्द्र कुमार कुशवाहा। हजुर। तपाईँ पनि यहाँको व्यापारी हो? व्यापारी हो। यो नवलपुर बजारको यस्तो खराब अवस्था हुनुको कारण को जस्तो लाग्छ तपाईँलाई? यहाँको मान्छे नै राम्रो छैन। सबभन्दा पहिला नवलपुरको मान्छे व्यवस्थित छैन, यहाँको वार्ड अध्यक्षहरू कोही व्यवस्थित छैन यहाँको, त्यसैले बजार यस्तो छ। धेरै धेरै धन्यवाद सर। त्यसै गरी हामी नवलपुर बजारको थप अवस्था हेर्ने क्रममा छौँ। यहाँ हिजोको दिनमा यही बजार हो जहाँनिर चाहिँ मान्छेको भिड हुन्थ्यो। यो यहाँनिर खुट्टा टेक्ने ठाउँ हुन्थेन, तर आज यी सबै सटरहरू सबै बजार खाली छन् होइन। केही 2-4 जना फाटफुट मान्छेहरू देखिन्छ, नभए बजारको अवस्था जीर्ण छ। यहाँ सबै भाँचिएको छ, सबै भत्किएको छ। यतातिर तरकारी बजार छ, यता तरकारी। हिजोको दिनमा यो ठाउँबाट छिर्नलाई गाह्रो हुन्थ्यो, तर यहाँ आजको बजारको अवस्था हेर्दाखेरि चाहिँ बजार एकदमै यो गैर शीर्षियाको बजार भन्दा पनि दोस्रो तेस्रो दर्जामा परेको अनुभूति गर्छु म। यहाँ एकजना दाइ हुनुहुन्छ, उहाँसँग कुरा गर्न चाहे। दाइको शुभ नाम? मेरो नाम गौरीशङ्कर सारोनियार। दाइ यो आज यो नवलपुर बजार पहिला यही मङ्गलबार शुक्रबारको दिन नवलपुर बजार लाग्छ। हजुर। पहिला यही बजारमा मान्छेको सङ्ख्या, मान्छे हिँडेको देख्दाखेरि पुरै भिडभाड हुन्थ्यो। घुर्कौली अत्रौलीसम्मको मान्छेहरू यहाँ आउँथ्यो होइन। हजुर। आज नवलपुर बजार खस्किएको कारण चाहिँ के होला? खसियो कारण के छ भने यहाँ तपाईँको सुविधै छैन। सुविधै छैन। छैन। यहाँको वडा अध्यक्षले त भन्नुहुन्छ मैले बजारलाई धेरै व्यवस्थित गरेको छु भनेर। केही गर्नु भएको छैन। पानी आएको बेलामा हाम्रो त यहाँ के गर्नु, दसैँ दशा हो। पानी आउँदाखेरि पुरै पानी जान्छ। अरे बाप, कुरै नगर्नुहोस्। ए वडा अध्यक्षलाई के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ अब, मतलब कि यो बजारलाई झन् योभन्दा गतिलो बनाउनु पर्यो, सही ढङ्गले चलाउनु पर्यो। मान्छेलाई जुन मान्छे नौलो मान्छे आयो त्यसलाई व्यवस्थित ठाउँ दिनु पर्यो। बाटो मतलब कि जुन हुनु पर्यो, हामी पनि बाटोमा बस्छौँ, हामीले पनि हटाएर कुनै ठाउँमा व्यवस्थित ठाउँ दिनु पर्यो। यहाँ त नवलपुरको राजनीति दलका नेताहरूले, वडा अध्यक्षहरूले के भन्नुहुन्छ भने बजारमा धेरै लगानी गरेका छौँ। कहाँ कहाँ लगानी गर्नु भएको छ? तपाईँहरूको यहीँको व्यापारी हुनुहुन्छ, तपाईँहरूलाई थाहा होला। होइन, मेरो घर हरिपुर हो। म त अब तपाईँको शुक्रबार र मङ्गलबार यहाँ बजार गर्छु, त्यति मलाई त खास थाहा भएन। पहिलाको आजभन्दा 5-10 वर्ष पहिलाको नवलपुर बजार र आजको बजारमा के फरक छ? धेरै फरक छ। पहिला पाहाडका मान्छेहरू आउँथ्यो, हजुर। धेरै मान्छेहरू आउँथ्यो, पाहाडको किनमेल सबैले बिहान बजार लाग्थ्यो। अहिले त्यहाँको मान्छेहरू अब आउन छोड्यो, अनि यो बजार चाहिँ कमजोर हुँदै गयो। आज यहाँ आउन छोड्नुको कारण चाहिँ? कारण के हो भनेर नमस्कार। धेरै धेरै धन्यवाद। त्यसै गरी अब यहाँ हामी तरकारी बजारमा जाने क्रममा छौँ। तरकारी बजार हिजोको दिनमा यही तरकारी बजार जहाँनिर चाहिँ यति बेला लगभग तपाईँलाई 11:30-12 बजेको टाइममा यो बजारको अवस्था, यहाँनिर ग्राहकदेखि लिएर यहाँको व्यापारीको एकदम भिडभाड हुने ठाउँ हो। तर आजको दिनमा यहाँनिर व्यापारी र ग्राहक कति छन् भन्ने कुरा तपाईँ हेर्न सक्नुहुन्छ। नवलपुर बजारको यहाँको अवस्था हेर्नुहोस्। यहाँनिर चाहिँ टोयलेटको पानी निक्लिया छन्, टोयलेटबाट पानी बाहिर आएको छन्, तर यहाँको प्रतिनिधिहरू, यहाँको बजार व्यवस्थापनका मान्छेहरूले कुन व्यवस्थापन र कता व्यवस्थापन गरेका छन् भन्ने विषयमा नवलपुरको जनताले चासो राखोस् भन्ने शुभकामना दिन चाहन्छु। आजको यो भिडियोको लागि सहयोग गर्नुहुने हाम्रा साथीहरूलाई धेरै धेरै धन्यवाद, र त्यसै गरी ग्लोबल बुक टिमलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।